गाइस यो चाहिँ हाम्रो बाख्राकोटको लुप पुलको नजारा हो। हेर्नुहोस् तपाईहरु। अनि यहाँनेरि चाहिँ अहिले फोटो क्लिकहरु गर्नु दिएको छैन र पनि हामीले अलिअलि भिडियो गरेको छु। हेर्नुहोस्। त्यसै के खाएर दियो मजिटो खाएर लुपपुलमा फोटो खिच्नु त दिएन अब हजुर लुपपुलमा फोटो खिच्नु त दिएन अब यो मजिटो खाएर सन्तोक गरेर जानुपर्छ। हामी चाहिँ लुप पुलदेखिको अब एमएस पुगिसकेको छ। ओद्लाबाडी फर्किँदैछु। यो चाहिँ हाम्रो यहाँनेरि रोड हो, हाई रोड। यो चाहिँ मेन रोड, यता निक्लिनुपर्छ। अन्त अब चाहिँ गएको हामी गाइस ओद्लाबाडी घर फर्केको लुप पुलदेखिको। अनि हेर्नुहोस् फर्किँदाखेरिको नजारा कस्तो देखिन्छ तपाईहरुले। भनेको कहाँ गएर आयो घुम्यो नाचेन घुम्यो निमा घुम्यो विशाल गएको अब यहाँनिर छ लु जाऊ भोलि जाने भोलि कति बजी जान्छ फोटो खिच्नु थियो माथि पुलिसले पुरा हरान उयो गर्दै थियो त हामीलाई त दिएन तल आएर बसेको थियो। अनि तिमीहरू कुन चाहिँ बाटो गयो त्यही बाटो। सो गाइस हाम्रो चाहिँ गोठमा मकै भएको छ। अनि मकै चाहिँ यहाँ छ गोठबाट ल्याएर चाहिँ अन्त अब पोल्न तर गइरहेको छु। म पोल्दैछु भुपरीमै। पहिला यसरी यसलाई डराउनु पर्छ यस्तो गरेर। मकै पोल्दा चाहिँ हेर्नुहोस् मेरो हालत यस्तो पसिना हुन्छ। देख्नुभयो म चाहिँ यहाँ छतमाथि बसेर चाहिँ मकै पोल्दैछु। अहिले हेर्नुहोस् त मकै
यहाँ यस्तो आगोमा चाहिँ मकै पोल्दैछु यस्तो गरेर राखिसकेको छु अब यसलाई चाहिँ फेरि छिलेर अन्त फेरि यसलाई यहाँ पोल्नुपर्छ हेर्नुहोस् यहाँ मजाले गरिरहेको छु खानु चाहिँ मिठो हुन्छ के गर्नु यस्तो गर्नुपर्छ यसलाई पल्टायो हो यसको भित्र चाहिँ मजाले पाक्नु यसरी गऱ्यो भने चाहिँ मजाले पाकिन्छ म चाहिँ यहाँ छतमा गरिरहेको छु अनि हेर्नुहोस् न कति मजाको जुन देखिरहेको थियो हेर्नुहोस् न हो छतबाट गाइस म चाहिँ टी मोमो बनाउँदैछु टी मोमो चाहिँ म ब्रेकफास्टमा बनाउँछु त्यसको लागि चाहिँ नाइटमा उयो गर्नुपर्छ त्यसको लागि यो इस्क हाल्नुपर्छ यहाँनिर मैले हालिसकेको छु हालेर पनि पानीसँग यसरी उयो गरेर राख्नुपर्छ अन्त यसलाई चाहिँ मजाले यसरी घोलेर चाहिँ यसरी उयोको लागि छोडिदिनुपर्छ अब यहाँ मैदा छ मैदा यसमा हाल्नुपर्छ मैदा हालेर भुनेर तपाईँहरूलाई भेट्छु गाइस यसलाई चाहिँ यसरी मुसेर चाहिँ यसलाई मजाले छोड्नुपर्छ यसलाई भोलि बिहान मर्निङमा देखाउँछु तपाईँहरूलाई यसलाई चाहिँ अब यसरी मुसेर चाहिँ अब यसलाई मर्निङमा देखाउँछु यसलाई अब यो कत्रो फुलेको हुन्छ यहाँनिर हो त्यो देखाउँछु तपाईँहरूलाई ल अब यसरी छोप्यो अब यसलाई राख्यो भोलि भेट्छु गाइस हिजो मैले त्यो इस्क हालेर मुसेको थिएन मैदा हेर्नु न यहाँ पास आएर यति साह्रो भइसकेको छ यहाँ सबै यहाँबाट पनि निक्लेछ यस्तो हुन्छ पास बेसी आयो भने चाहिँ अब यसलाई यसरी खोल्यो भने यस्तो टाइपको हुन्छ हो यस्तो भएछ अब यसलाई चाहिँ अहिले फेरि बनाउँदै गरेको टी मोमो तपाईँहरूलाई म देखाउँछु गाइस हेर्नुहोस् न पास आएर त यस्तो भएछ सो गाइस म चाहिँ अब यहाँ तड्का पकाउँदैछु तड्का पकाउँछु यहाँ छ तेल हाल्नुपर्छ दिइहाल्छु म हल्दी मसला चाहिँ एकैचोटि यसमा हालेर यो चाहिँ तड्काकै मसला है छिटो हुन्छ एउटा मात्रै हाल्छ यसरी यो काटेको हो
बस चुकी लागेपछि चाहिँ अब यहाँ चाहिँ डो बनाउनु टी मोमो खाँदैछ मामले आमाले खिलाउँछ फेरि अझै कस्तो लाग्यो टी मोमोमा टेस्टी लाग्यो अरे यो तड्का टी मोमो यम्मी 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 तपाईँलाई कस्तो लाग्यो यम्मी यम्मी अन्त तड्का लु त खाएर देखाउनु टेस्टी लाग्यो के भयो तातो भयो याङ्छु यो चाहिँ हामी रक्षा र मेरो चाहिँ हो के भन्नु लन्च चाहिँ भन्नु लन्च ब्रेकफास्ट टी मोमो खाए ल है अब भाइले चाहिँ टी मोमो खाँदैछ आज चाहिँ हाम्रो चाङ जाँदैछ अन्त खाना पनि अब भेज भयो भेज शाखा दवा चलिरहेछ अनि भेज बनाइदियो मैले त अब रिटर्न भएर आउँदाखेरि बनाइदिन्छु मजाले फेरि नन भेज गुन्डी किस्या रक्षा रक्षा बाई रक्षा रक्षा पनि बाई चाङ पनि बाई अब राम्ररी जानु पुगेर फोन गर्नु कतिखेर पुग्छ रक्षा ल बाई बाई रक्षा बाई राम्ररी जानु